नमस्ते, गुड मर्निङ, गुड आफ्टरनुन र गुड इभिनिङ। मेरो आत्मीय साथी आदरणीय तिलक सरको अनुरोधमा एउटा कविता वाचन गर्ने जमर्को गरेको छु सहर्ष। सुनेर अवश्य च्यानल सब्स्क्राइब त गर्नुहुने नै छ, साथमा वाचनको कमजोरी पनि औँल्याइदिनुहुनेछ भन्ने आग्रह गर्दछु। कविताको शीर्षक प्रतिक्रान्ति। जब आगो बल्यो क्रान्तिको तापले, बन्द गरिएका आँखा र कानहरू खुले, मुखमा बाँधिएका पट्टीहरू डढी गए, हात खुट्टा बाँध्ने सांग्लाहरू चुडी गए। ज्वालाले जलाई खरानी पार्यो कुमाई हिटलरलाई। एउटा युटोपिया बन्दै थियो राज्य, भस्मासुरले फाँडेको उजाड धरती अब त्यो सुन्दर हुँदै थियो। पहिचानको बगैँचा हराभरा बन्दै थियो, फुल्दै थिए रंगी बिरंगी फूलहरू। हटेर एकात्मक कालो बादलको ढकनी, अमानवीय निरंकुशता चिहान भित्र गाडिएको थियो। खुला नीलो आकाशमा इन्द्रेणी लाग्दै थियो। एकाएक जागेर आउँछ प्रेतात्मा, त्यसपछि आमालाई बलात्कार गर्ने अपराधी, देश बेच्ने एउटा लेन्डुप दोर्जे, नदी बेच्ने एउटा दलाल, जनता लुट्ने एउटा लुटेरा, भ्रष्टाचारी, माफिया, कमिसन खोर एउटा नालायक चोर अनायास नेता बन्छ। एउटा प्रतिक्रान्ति यसरी हुन्छ। अनि त राष्ट्र लुचिरहेका हुडारहरू रातारात खतरनाक राष्ट्रवादी कहलिन्छन्। दाउ हेरेर बसेको कायर र लाछी स्यालले क्रान्ति नायकलाई ताछेर बाघको छाला ओडिदिन्छ र भेडाका बथानहरू झुक्किन्छन्। यस्तो बेला त नाथे एउटा फिस्टे चरा पनि अचानक चिलको भाले बन्दो रहेछ। बलिदानीको रगतको खोलोलाई शराब्दै कलुषित इतिहासको रक्षानबाट उठेको एउटा थ्याउरो हुल्याउँछ हु हु र गाली गर्छ क्रान्तिको नायकलाई तथानाम। अनुहार भरि कलंकको कालो पोतिएको ब्वाँसो। प्रतिक्रान्तिमा त यस्तो पो हुँदो रहेछ। होशियार, अब फेरि धरती पुरानै फर्काइन सक्छ, आकाश अघिकै बनाइन सक्छ। प्रिय सज्जनवृन्द, प्रतिक्रान्तिको दलदल छेउ एउटा हातमा मसाल, अर्को हातमा खुँडा खुकुरी लिएर उभिएको छु म त। हजुरको के छ? निरव बिन्दु पाठक, धन्यवाद।